Rishika Karki and I got my F1 visa approved. मैले चाहिँ AIC बाट अप्लाई गरेको थिएँ अनि त्यसपछि मेरो चाहिँ IELTS देखि लिएर अहिलेसम्मको जर्नीमा चाहिँ इट हेज बीन रियली हेल्पफुल टु मी अनि मेरो चाहिँ IELTS मा पनि 7 आएको थियो अनि मेरो हरेक स्टेप्समा AIC ले एकदमै धेरै सपोर्ट गर्नुभएको थियो सो मेरो चाहिँ इन्टरभ्यू हिजो जुन 5 मा थियो बिहान 9 बजेको अपोइन्टमेन्ट थियो अनि म त्यहाँ गएँ अनि मेरो चाहिँ काउन्टर नम्बर 8 मा परेको थियो सो म चाहिँ वहाँ यो भिसा अफिसरलाई पहिला नै भेटिसकेको थिएँ युसेफको फियरमा अनि गएँ नमस्ते नाइस टु मिट यु अगेन भने अनि उहाँले वेयर हेभ यु मेट भन्नुभयो त्यसपछि मैले वी हेभ मेट इन युसेफको एडभाइजर सेसनमा भने अनि त्यसपछि उहाँले मेरो कोर्सको बारेमा सोध्नुभयो सो मैले चाहिँ कोर्सको बारेमा एकदमै प्रपरली रिसर्च गरेको थिएँ सो आफूले रिसर्च गरेको कुराहरू भने त्यसपछि म चाहिँ प्रिभियसली रिजेक्टेड भएको थिएँ सो वाट वे द चेन्जेस द्याट यु मेड दिस टाइम भन्नुभयो सो मेरो चाहिँ फाइनेन्सियल डकुमेन्ट्सदेखि लिएर अनि कन्फिडेन्स अनि त्यसपछि आफ्नो एकाडेमिक्सको बारेमा कुरा गरेँ त्यसपछि यु डोन्ट हेभ गुड एकाडेमिक्स भन्नुभयो अनि स्पोन्सर्सको बारेमा सोध्न थाल्नुभयो अनि स्पोन्सर्समा चाहिँ मैले मेरो बाबाको कम्पनीको बारेमा भने अनि मामाको पनि बिजनेसको बारेमा भने सो आफ्टर द्याट अनि भन्दै त्यसपछि रेन्टल इन्कमको कुरा गर्दै थिएँ अनि हि पास मी द ग्रिन स्लिप अनि सेइङ आई हेभ अ सेफ स्टे इन द युनाइटेड नेसन्स सो मेरो भिसा अप्रुभ भयो So यहाँसम्मको जर्नीमा चाहिँ I'm really grateful for entire AIC को family and this is your sign to join AIC and get your green slip.